मेरो गड यस्तो चर्को नुन खायो भने त किडनी फेल हुन्छ। हेलो साथीहरू, आज पनि हजुरको अगाडि आएको छु म सुस्मिता शाह। हजुरहरूलाई वेलकम छ मेरो युट्युब च्यानलमा सुस्मिता शाह यो युट्युब च्यानलमा। आज पनि म केही नयाँ केही खास लिएर आएको छु। हाम्रो घरमा हस्बेन्ड म सबैजना भएको बेलामा चाहिँ आज म एउटा मिठो भ्लग लिएर आएको छु। हजुरहरूलाई आशा छ हजुरहरूले मेरो भ्लगलाई माया गरिदिनुहुन्छ अनि मेरो भ्लग लास्टसम्म हेरिदिनु होला। मेरो भ्लगमा चाहिँ आज हुनुहुन्छ मेरो किचनमा चाहिँ मलाई साथ दिइरहनु भएको मेरो हस्बेन्ड। मलाई खाना बनाउन जहिले पनि त नभनौँ, बनाउनलाई रेडी भइसक्नु भएको छ। हाम्रो किचनमा को हुनुहुन्छ भन्नु त मेरो पतिदेव, मेरो हजुर अहिले बनाउँछ अनि खाने अनि त्यसपछि बल्ल पतिदेव। सो आज हामी चाहिँ इन्जोय गर्नेछौँ हस्बेन्डसँग। चाहिँ मेरो किचनमा के गर्दै हुनुहुन्छ भन्नुहोस्। लेग पिस, चिकन लेग पिसलाई चाहिँ यस्तो बोइल गर्दैछु। थम्नै पर्छ केयरफुल। अनि आज चाहिँ म मेरो हस्बेन्डलाई चाहिँ मलाई चाहिँ लास्टै मलाई हस्बेन्डले बनाएको खानु मन लागेको थियो, त्यही भएर आज मेरो हस्बेन्डलाई मेरो किचनमा लिएर आएको छु। आयो कस्तो बनाउनुहुन्छ म खाएर हजुरलाई देखाउँछु। चाटी चाटी खान्छस् कि अहिले? ओके लेट्स सी। हेर्नुहोस् हाम्रो लेग पिस यस्तो भएको छ। हाम्रो त बोइल गर्यौँ हैन? कुखुराको। के बोले भाइ? के बोले? कस्तो बनाउनुहुन्छ अहिले खाएर हजुरहरूसँग पनि भन्छु है। यसमा चाहिँ हामी मसला हाल्दैछौँ। कहिले थोरै भन्नु होला, हामी चाहिँ फ्यामिली थोरै छौँ, त्यही भएर खाने नै हामी बुढाबुढी मात्रै हो, त्यही भएर चाहिँ हामी थोरै हामी त्यस्तो मुखबाङ्गर पनि होइन धेरै खानालाई, त्यही भएर हामी चाहिँ त्यस्तो धेरै खाँदैनौँ। तेलमा सर्र हालेपछि सबै मसला मिक्स हुन्छ। यो चाहिँ हाम्रो अब रेडी हुँदैछ। यसरी रेडी गराउँदै हुनुहुन्छ। एउटा सानो छ एउटा ठुलो छ के अब के भन्छ अब सबै कुखुरा ठुल्ठुलो हुन्छ। अनि मैले सोधेको होइन किन एउटा सानो किन ठुलो भनेको अनि के अरे त्यो हुँदैन अरे साइज उबाल्छ नि कुखुराले। एउटाको खुट्टाको चाहिँ मासु लागेन छ हौ। ठिक छ, त्यो सानोमा खाउँला त्यो ठुलो तिमी खाऊ। त्यस्तो हुन्न हौ, त्यस्तो हुन्न। घरको मुली मान्छेले ठुलो खानुपर्छ अरे के। खाला तिमी नै गृहमन्त्रीले हेरेर ल्याम के बोलेको? के बोले नि? त्यही बोले नि। हाम्रो यो लेग पिस जाँदैछ फ्रिजभित्र। एकछिन यसलाई एकछिन आराम गर्न दिनु पर्यो फ्रिजभित्र। चाहिँ टमाटर निकाल्दैछौँ अचार बनाउनको लागि। अब हाम्रो तेल खरिएको छ। अब हामी के हाल्दैछौँ तेलमा? लेग पिसलाई हामी पौडी खेलाउँदैछौँ यसमा। यो लेग पिस चाहिँ सुतेर उठेको थियो छ। अब यसलाई चाहिँ ठ्याक्क फ्रेस गराउनु पौडी खेलाउँदैछौँ। के बोले भाइ? अब के बोले? के बोले? म्या त होइन नि त बुढो। कुकुरी कहाँ हो? त्यही पनि भाले हो कि पोथी हो थाहै छैन। ओ माई गॉड। यिनीहरूलाई चिकन लेग पिस ग्रेभी चाहिँ तयारी भइसकेको छ है। हेर्नु हाम्रो सानो पनि उठिसकेको छ, बाउको प्यारो छोरो। सो गाइस हाम्रो चाहिँ सबै खानेकुरा रेडी भइसकेको छ। अब चाहिँ हामी खाना गइरहेको छौँ। चङ्खे छोरो दाल चखामा। ओ माई गड यस्तो चर्को नुन खायो भने त किडनी फेल हुन्छ। आज मेरो बुढोले दाल यस्तो काण्ड भयो कि आज मेरो बुढोले दाल बनाउन मैले बनाएको दाल चाहिँ मैले हो नुन हाल्नु न बुढो भनेको
2 चम्चा तर चम्चाको 2 चम्चा हालिदिनु भएछ यस्तो चर्को न चर्को भएको दाल तरकारी चाहिँ लिएपछि तरकारी कस्तो बनाउनु भएको म भन्छु है हजुरलाई यही बेलामा पाउन आएको भए यहाँ के भएको अनि मलाई नराम्रो सधैँ अब हुन्छ कहिले काहीँ कमी कमजोरी भयो त्यस्तो होइन नि त हामी चाहिँ ठिक्क हुन्छ क्या ब्यालेन्समा हुन्छ अब हेरौँ के हुन्छ जस्तो भयो नि खाऊँ अब म चाहिँ खाना पस्किँदैछु हाम्रो खाना रेडी भएको छ हेर्नु सक्नुहुन्छ तिलको अचार यो चाहिँ हाम्रो लेग पिस यो चाहिँ हाम्रो दाल यो दालले चाहिँ आज न्याय पाएको छैन त्यति पनि हामी खानेछौँ ग्रेभी लेग पिसले चाहिँ न्याय पायो है मिठो अब जहिले मामुसँग खाएपछि चाहिँ ठिक हुन्छ ब्यालेन्स हुन्छ ल मामु ल्याउ त ल सुरु है गाइज मिठो है यो चाहिँ दाल पनि अब तातो भाज्नु च्याप्प यसो घोलेर म चाहिँ खान्थेँ अनि मेरो सानो छोराहरूले पनि खाना दिँदैन त्यही भएर हामी चाहिँ पालो पालो खान्छौँ ओके कस्तो भएको ठिक छ तरकारी अचार भात दाल चाहिँ अलिकति त्यही हो ठिक छ भनेको टाटो नै खानुपर्छ हो टाढो त म खान सक्दिनँ नुनिलो हाम्रो चाहिँ बाबाले नुन कम खानुहुन्छ म त्यही बानी बसेर नुन कमै खान्छु अलिक टाढो भयो भने चाहिँ मलाई कस्तो खाने उठिरहेको कस्तो लागिरहेछ दाल चाहिँ भयो पहिला भन्नु सुरुमा त म त कस्तो उ भएको के आँखाबाट आँसु आएको भने अलिक बढी नै भयो खै तिमीले के बनाउ के हाल्न लाँदै अब के हुने बेलामा करा के उसो गरिदिए जस्तो लाग्थ्यो खै गए मैले के गरेको थिएन हो हजुरले मन भुले क्या नुन हाल्नु है भनेको हजुरले चाहिँ कतातिर भुल्दै पुरा कानमा चाहिँ अनि गाना सुन्दै बस्नुभएको थियो अनि कतातिर ल सरी सारी भन्नु पर्दैन कहिले त त्यस्तो हुन्छ मैले कहिले मसु चियामा बेसार पनि हालेको थिएँ त्यस्तो हुन्छ कहिले सुरुबाट बिहा गर्ने बेला उनीलाई यो त टुट्नु न देखेर बेसार मात्र राखेर बनाएर खाँदैथिस् डर लाग्यो क्या त्यतिखेर होइन साँच्ची यस्तो भयो कि तेल थिएन अनि तेल छैन भन्दा पनि डर लाग्यो क्या होइन अनि जस्तो त्यस्तो बनाइदिन्छु भनेको त है अनि फेरि मसौरा बनाएको थिएँ कि त्यतिखेर अनि मसौराहरू तेल सुक्छ के अरे अनि बेसार चाहिँ पाकेन क्या अनि लास्टमा त बेसारै बेसार त्यही पनि खाएको के साथीहरू त्यही नि खाएर खान पर्यो अनि मैले खाने बेलामा चाहिँ म त खानै नसकेँ भने थालेको के खानामा सजिलो हुनु पर्यो म जस्तो पाए त्यस्तै खानै सक्दिनँ मलाई चाहिँ खुवाउनु सक्छस् जस्तो पाए त्यस्तै अब चाहिँ खाने म चाहिँ खुवाउनु सक्छु भन्नाले नुन चर्को बेसार यस्तो यस्तो खान सक्दिनँ जस्तो अरू त खानाहरू हो सक्छु तर नुन चर्को हिसाब चाहिँ खान्छ पिरो भा मैले दाल खाइनँ मैले चर्को खान सक्दिनँ क्या म साथीहरू दाल चाहिँ म खाइनँ अचार र अनि यसैसँग ग्रेभीसँगै कस्तो मिठो भयो
हामी सँगै भात खान चाहिँ हामीलाई चाहिँ अलिक पोसिबल भएन। सानो छोरो सानो छ, एउटाले समात्ने एउटाले खाने पालै पालो, त्यही भएर चाहिँ हामी जहिले पनि यस्तै गरेर खानुपर्छ सानो बाबु जन्मेबाट। ठुलो बाबुलाई पनि त्यस्तै गर्थ्यौँ। सो गाइज मैले खाइसकेँ, हाम्रो फ्यामिली त खाइसकेको छ। मेरो बाबुले चाहिँ खाएन किनकि उसले चाहिँ अघि भर्खरै चाउचाउ खाएको थियो, करेन्ट चाउचाउ। मैले पनि धेरै खान सकिनँ, म चाहिँ धेरै खान सक्दिनँ। हामी चाहिँ दुईजना बुढाबुढी नै मोटो भए पनि धेरै खान सक्दैनौँ, खानाको सोकिङ भए पनि। सो हामीले चाहिँ म चाहिँ यहीँबाट भिडियो इन गर्न चाहन्छु। मेरो भिडियोलाई चाहिँ माया गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै म यहीँबाट बिदा लिन चाहन्छु। सदाबार म राम्रो भिडियो ल्याउने कोसिस गरिरहेको छु, ल्याउने पनि छु। मलाई माया गरिदिनु होला मेरो भिडियोलाई। अनि हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, भिडियोलाई फुल वाच गरिदिनु होला। पुरानो हुनुहुन्छ भने पनि फुल वाच गरेर राम्रो मिठो कमेन्ट छोडिदिनु होला भन्दै बिदा लिन चाहन्छु। बाई बाई।